नेपालमा पुनः एकचोटि इतिहास दोहोरिएको हुन सक्छ। हामी कुरा गर्छौँ राणा शासनको जुन निरङ्कुश शासन थियो भन्छौँ। उनीहरूले आफ्नो मर्जीले सत्ता चलाएको भन्थ्यौँ, तर रियालिटी त्यो थिएन। राणाहरू पनि ब्रिटिसर्सको कब्जामा थिए। ब्रिटिसर्सहरूले नेपाललाई जुन राणाको कब्जामा थियो, अरू देशसँग डिप्लोमेटिक रिलेसन राखेको हेर्न चाहँदैन्थ्यो र राणाहरू ब्रिटिसर्सले भनेको मान्थे पनि। त्यस कारणले उनीहरूले डिप्लोमेटिक रिलेसनसिप अरूसँग राखेनन्। राणा शासन फाल्नको लागि इन्डियाको सहयोग भएको एउटा कारण त्यो पनि हो। किन भन्दाखेरि राणाहरूको र इन्डियाको डिप्लोमेसी राम्रो थिएन। ब्रिटिसर्सले दिँदैन्थ्यो। ब्रिटिसर्सले के चाहन्थे भन्दाखेरि नेपालले ब्रिटिसको मात्र सुनोस् भन्ने चाहन्थ्यो। यु क्यान चेक द हिस्ट्री। अब नेपालमा पनि अहिले त्यसै देखिया छ। 2/3 सरकार छ, शक्तिशाली प्रधानमन्त्री बनाएको छ। तर प्रधानमन्त्रीको बोली चाहिँ कसको कब्जामा छ? कसको कब्जामा? सत्ता हुँदैमा शासन आफ्नो नहुने रहेछ। आफू कसको कब्जामा छ त्यो पनि हेर्न पर्ने रहेछ। सत्तामा भएका व्यक्तिहरू कसको कब्जामा थिए? राणाको पालीमा राणाहरू ब्रिटिसर्सको कब्जामा थिए। जे भने त्यही मान्थे। अहिले हाम्रो प्रधानमन्त्रीको बोली कसको कब्जामा छ यो समयले नै बताउला।